हेलो गाइस आज हम खेलने वाले हैं माइनक्राफ्ट। सर्वाइवल में नेट अभी बंद करा मैंने। अब हम करने वाले हैं फेस रिवील हम दोनों का। गोवा में इतनी लाइक मुझे नहीं रहना इस तो गोवा रेडी। अब आप रेडी है क्या? अब रेडी है। कर दिया फेस रिवील, कर दिया है हमने फेस रिवील। ये देखो मैं, ये देखो ये भी एक यूट्यूबर है। सर्वाइवल में जाओ ना, सर्वाइवल में लो। भिडियो गर्न कति मजा आउँछ के। यसमा उयो गर्ने हो क्या, हामी पोस्ट गर्ने होइन। यसमा भिडियोमा गीत हालिदिने हो अनि कता हुन्छ त्यो पोस्ट गर्दैन। ल सर्भरमा जाने अब हम जाएंगे सर्वाइवल में। अब हम जाने सर्वाइवल में। किन हिंदी बोले? अब हामी फिल्टर लगाउँछौँ है गाइस। फिल्टर चाहिँ कसरी बे? हामीले किन हो फिल्टरै लाउन मिलिरहेन? यता हो हाम्रो होम टुर देखाइदिन्छु त नि। यता यो तपाईँलाई देखाएको छैन। अब तिमी आफ्नो गेमतिर ध्यान देऊ। अब खेल्छ यसले गेम। अब यो केटाले अब गेम खेल्छ। कस्तो खेल्छ त भन्ने होला तपाईँले। राम्रो खेल्दैन माइनक्राफ्ट चाहिँ, फ्री फायर चाहिँ राम्रो खेल्छ। देख्नुभयो मैले त्यतिकै बनाएको त यो। मजा हजुर। वाटर बकेट छैन अहिले किन बनाउँछौँ हामी। तर हजुर। Oh my god. अदुवा वाला चिया पहिला अदुवालाई छिल्ने अनि त्यसलाई अलिअलि चिनी हाल्ने अनि त्यहाँ चिनी हालेर पनि अदुवा हालिदिने अनि एकछिन उमाल्ने पिकेक्स नबनाउने। हातले टुट्दैन आइरन, हातले टुट्दैन भाइ आइरन स्टोन। पहिला हामीलाई मुड चाहिन्छ। यो चाहिँ अक्कल का बन्दा है। जम ओए ओ भाई मरने वाला याहू। म त कहाँ गयो? हामी यहाँ त्यस्तो पोस्ट गर्दैनौँ कि, हामी त्यतिकै एन्टरटेनमेन्टको लागि मात्रै हो। भने खुसीको लागि, रमाइलोको लागि। राम्रो रिकर्ड गर्नुहोस्।
रिकर्डै गर्न नआउने कस्तो हेदर बनाएर सबै क्रिएटिभबाट सामान निकालेको यता 64 61 नभए आउन सक्दैन त्यो पाउँदैन सबै क्रिएटिभबाट हो गाइस च्यानल हेर्नु मेरो च्यानल चाहिँ खत्रै छ म यस्तो छु मेरो रिभिल भएको छ फेस 10,000 सब्स्क्राइबरहरू छ यहाँ चाहिँ एकजना खेल्न आइरहेको छ त्यो डायमन्ड उयो गोल्ड छ रे अब हामी फेस क्याम बन्द गर्छौँ ए बिर्सेछ अनि माथि गइरहेछौँ अब मेरो भाइ चाहिँ माथि गइरह भेट्न खतरनाक गइरह अनि ठिक छिटो बोल्छु भाइहरूले जस्तो खतरा मान्छे त कहाँ हुन्छ र ऊ त्यहाँ उयो छ डायमन्ड खेल्नु खसिरहेछ अघि यसले झुक्को बोलायो भोलि पिक्चर बाबुमा गएर फेरि क्रिएट दादा हो होइन कति झुटो बोल्न सक्यो हौ यसको च्यानलले हेरिदिनु होला है गाइस यसको च्यानल अलिक हेर्नु होला राम्रो छ त्यही भएर होला यो त धेरै लामो छ यो भाइको भाते दुखेर दुखेको छैन लगाउँदै पछि लगाएर त्यसो भएर दुख्या होला सिधै लगाउँदै त्यस्तै भयो होला अब यो भाइले खतरनाक जम्प हान्न गइरहेको छ अनि यहाँबाट स्वाट जम्प हानेको छ अब बाहिर निस्केको छ गाइस मैले चाहिँ त्यो प्राङ्क गरेँ हो मैले निकाल्दा हो यो भाइलाई भाइले नसकेर अब फेस क्याम देखाउनु होला नि त होइन है गाइजहरू होइन हजुर किन टिकटकमा भए आउँथ्यो तर यस्ता आउँदैन हामीलाई हेलो गाइस मैले चाहिँ यस्तो खतरनाक बनाइदिएँ यो चाहिँ मरेको छ यहाँ लगाएको थिएँ रिस्पन सेट त्यसै भएर
पनि अहिले घरमा गएर रिकर्ड गर्दै तर मैले दिनमा 4-5 वटा भिडियो हाल्छु त्यसै भएर हाल्न मिलिरहेन त्यसो भएर माफ गरिदिनु होला आजको लागि यति नै हो बाइ बाइ